हेलो एभ्रिवान र विशेष आज चाहिँ म आज है 28 मार्च 2025 र आजको दिनमा चाहिँ नाम्ची आइसकेको छु र विशेष यो समय चाहिँ तपाईको 4:30 भइसकेको छ र यो समय यहाँ मेरो साथमा भाइहरू छ है। सुमित हेलो गर्दै। अनि यहाँ चाहिँ म अब एक दुईजना भाइ बहिनीहरूको लागि पर्खिरहेको छु, साथै मम्मी बहिनीहरूलाई पनि पर्खिरहेको छु र एकदमै आजको लागि एकदमै इगर भएर पर्खिरहेको डे हो। आज डे होइन नाइट हो है। अनि जैतुन छाया आजको यहाँनिर टाउन हलमा हुन गइरहेको छ। एडिटिएस एड्रिन देवन एन्ड द सोजर्नर्स उहाँहरू आउनु हुँदैछ। सो वी आर रियली एक्साइटेड टु बी देयर एन्ड विटनेस द इभेन्ट। सो अब म त्यहाँ पुगेर तपाईँलाई देखाउने छु है त। र अब चाहिँ यहाँ बहिनी पनि आइपुगिसक्नु भएको छ। जिउमै र बहिनीलाई नै ल्याउनु आउँदै थिएँ म खासमा कि मम्मीहरूलाई भर्खर भेटेर। र बहिनी पनि आइपुगिसकेको छ यहाँनिर। हामी जाँदैछौँ अब ग्रुप हामी भइसकेको छौँ र त्यहाँदेखि चाहिँ हामी माथि जानेछौँ। सो के हुन्छ है, आज एकदमै एक्साइटेड छु म आफै पनि। सो त्यहाँ हेरौँ न। र म चाहिँ एकदमै एक्साइटेड भएर उकालो हिँडिराखेको छु। यहाँ पछाडि भाइ बहिनीहरू पनि आउनु हुँदैछ है। र भाइ बहिनी मेरो काकाको छोरा सुमित, प्रणय भाइ अनि अरू भाइ बहिनीहरू उसको साथीहरू पनि छ, मम्मी पनि छ, बहिनी पनि छ। सो हामी उकालो जाँदैछौँ। आइम भेरी मच एक्साइटेड। कति बेला माथि पुगेर एन्ट्री गरौँ जस्तो भइसकेको छ, किनकि टाइम पनि अब लगभग भइसकेको छ। सो लेट्स गो। हाम्रो दुई भाइ चाहिँ एकदमै हिँडिराखेको छ हो। हाम्रो प्रणय भाइ यता, हाम्रो सागर भाइ यहाँ। र यहाँ जैतुन छायाको लागि एकदमै बेसी मान्छेहरू बाहिर बसिरहेको छ, देख्न सक्नुहुन्छ। टिकट देखाइदिनु पर्यो हाम्रो भाइहरूले। यस, जैतुन छाया आजको भाइको। यति बेसी मान्छेहरू आज यहाँ हुनुहुन्छ, जग्गा पनि छैन है बस्ने। हामी अलिकति ढिलो भयो। सो यहाँ देख्न सक्नुहुन्छ टाउन हल नाम्चीमा एकदमै भिड ज्यादा छ, बस्ने जग्गा पनि छैन।
अगाडि पसिना पसिना भइसक्यो नाचेर हो सो दामी भइरहेको छु खेलिरहेको छु हेर्दै जानुहोस् एड्रिन देवान दादासँग भेट्न जाँदैछु म चाहिँ र यहाँनिर हुनुहुन्छ एड्रिन देवान फिलहाल चाहिँ फोटो सेसनहरू भइरहेको थियो है फोटोहरू खिचिसकेको छु र यहाँनिर इन्टरभ्यू गरिराख्नु भएको छ एड्रिन देवान धेरै खुसी लाग्यो तपाईँसँग भेटेर म ब्लगमा इन्क्लुड गर्नु पर्यो ल हुन्छ यो ब्लग बनाउँदै गर्दा चाहिँ इट टुक टाइम है अनि जे होस् यो अन्तिम क्षणमा म तपाईँहरूको माझमा आएको छु र यो मेरो ब्लगलाई अब एन्ड गर्दैछु र जैतुन छाया सिजन 3 एपिसोड 5 लाई विटनेस गरिसक्दाको एक्सपिरियन्स एकदमै रमाइलो थियो है एकदमै ब्लेसेड थियो अनि एकदम मजा लाग्यो त्यहाँनिर एडिटिएस है एड्रिन देवान एन्ड सुजनर्स बाटोको त्यो एकदमै राम्रो एउटा पर्फर्मेन्सहरू हामीले हेर्न सक्यौँ त्यहाँनिर परमेश्वरको हामीले उपस्थितिलाई थाहा गर्न सक्यौँ इट वाज मच फ्रुटफुल एन्ड इट वाज मच ब्लेसेड इभेन्ट अनि आउँदो दिनहरूमा अझै पनि विटनेस गर्ने मलाई इच्छा छ म एकदमै इगर थिएँ त्यो इभेन्ट हुनुभन्दा अगाडि र जब मैले एक्सपिरियन्स गरिसकेँ इट वाज मच ब्लेस्ड अनि र त्यति नै भन्दै है मेरो अबको ब्लगमा म यहीँ राख्न चाहन्छु सो मैले धेरै दिन बादमा यो ब्लग बनाएको छु किनकि मलाई स्पेसल लागेको छ अहिले मैले ब्लग बनाउनु सकिरहेको छुइनँ समय नभएको कारणले गर्दा तर यो ब्लग चाहिँ मैले नबनाइ मैले है बस्नै सकिनँ सो आई हेभ मेड अ ब्लग आई होप तपाईँले हेरेर इन्जोय गर्नुभयो होला ओके बाई बाई एन्ड थ्याङ्क यू फर वाचिङ the title